जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त, तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको? विल लक लागेको कसले? हामीले भनिराख्नु पर्ने। अनि पनि पछि आत्महत्या गरेको यहाँ सुन्नु, तपाईँले बोल्नै नआउने हो भनेर अतिरञ्जित नबनाउनुहोस् न। होइन, एकछिन समय दिएर राम्रोसँग कुरा गर्दा हुन्थ्यो नि मान्यज्यू। यहाँ सुन्नुहोस्, यस्तो संवेदनशील विषयलाई हामीले राजनीतिकरण गर्नु हुँदैन कि एउटा कुरा है। जनताको मुद्दा राख्दा कसरी राजनीतिकरण हुन्छ? तपाईँ जस्तो जनताको माननीयले त कुरा राख्ने हो नि। होइन, यहाँ सुन्नुहोस्, मैले कुरा राखिरहेको छु। तपाईँलाई मैले के भनिरहेको छु, उहाँको परिवारले क्षतिपूर्ति पाउनुपर्छ सबभन्दा सुरुमा। अर्को कुरा भनेको यसलाई सत्य तथ्य छानबिन गर्नुपर्छ। नेपाल सरकारले अब यस्तै कुराहरूलाई नदोहोरियोस् भनेर आफ्नो कामलाई राम्रोसँग अगाडि बढाउनुपर्छ। यो बाहेक अरू कुनै पनि कुरा गर्न सकिँदैन होला नि त। कस्तो खालको न्याय पाउनु? एउटा नागरिकले आत्मदाह गर्दा सत्ता पक्ष होस् कि विपक्ष, दुवैजना राजनीतिकरण गर्न लागिरहेका छन्। ऊ भन्छ म होइन, ऊ भन्छ उही हो, खेलाइहाल,